हामीलाई केही चाहिएको छैन आफ्नो मूल घरमा। हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए हामीलाई पुग्छ। हामी बिना शर्त आफ्नो घरमा फर्कन चाहन्छौँ। हामीले जानेर नजानेर 4 वर्ष अगाडि नेकपा एमालेबाट विद्रोह गर्यौं, त्यसलाई सबै भुलेर आफ्नो घरमै फर्कने वातावरण बनाउनको लागि पनि आदरणीय नेकपा एमालेका नेताहरूलाई अनुरोध गर्न चाहन्छु। नेकपा एमालेमा विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी स्थापना गरेर करिब 4 वर्ष हामी अगाडि बढ्यौं र त्यही क्रममा तपाईहरु सबैलाई थाहा छ, हाम्रो पार्टी एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्र सहितको पार्टीसँग पार्टी एकता गर्ने निर्णय गर्यो र अर्को हाम्रा पार्टीका महासचिव सम्मानित नेताहरूले अर्को पार्टी पुनर्गठन गर्ने प्रक्रियामा हुनुहुन्छ। हामी यो टिम या हामी साथीहरू पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायत हामी साथीहरू चाहिँ कसैसँग समाहित या कसैसँग एकता भन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश होइन कि घर फर्कने अभियान गर्ने सिलसिलामा आज पत्रकार साथीहरूलाई हामीले यहाँ बोलाएका हौं। हामी घर फर्किने क्रममा हामी नेकपा एमालेसँग वार्ता संवादमै छौं र देशभरिका नेता तथा कार्यकर्ता साथीहरूलाई हामी आह्वान पनि गर्न चाहन्छौं। यो फेरि यो पनि भ्रम नपरोस् कि कुनै पदको लागि या सशर्त हामी घर फर्कने कार्यक्रम पनि हाम्रो छैन। हामी निशर्त हामी यदि ससम्मान, मैले 2-3 दिन अगाडि पनि भनेको थिएँ, हामीलाई केही चाहिएको छैन आफ्नो मूल घरमा। हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए हामीलाई पुग्छ भन्ने मनसायले हामी उहाँहरूसँग वार्ता संवाद गर्छौं र म धेरै अहिले कसैलाई, मेरो फेरि बानी पनि छैन कसैलाई गाली गलोज गर्ने। हाम्रा पार्टीका अध्यक्ष माधव नेपाल सहित नेकपा माओवादी केन्द्रसँग एकता गर्दै हुनुहुन्छ, शुभकामना छ र हाम्रा पार्टीका महासचिवले नयाँ पार्टी घोषणा गर्दै हुनुहुन्छ, उहाँलाई पनि शुभकामना छ। त्यसकारणले गर्दाखेरि हामी आज तपाईहरुलाई धेरै यो राष्ट्रिय राजनीतिमा फेरि एउटा पार्टी छोडेर अर्को पार्टीमा जाने या अन्त विचार नमिल्ने बित्तिकै गाली गर्ने चलन जुन छ त्यो हामी चाहदैनौं। म अन्तिममा तपाईहरुलाई तपाईहरुको मिडिया मार्फत के अनुरोध गर्न चाहन्छु भन्दा, सम्पूर्ण हामीले जानेर नजानेर 4 वर्ष अगाडि नेकपा एमालेबाट विद्रोह गर्यौं, त्यसलाई सबै भुलेर आफ्नो घरमै फर्कने वातावरण बनाउनको लागि पनि आदरणीय नेकपा एमालेका नेताहरूलाई अनुरोध गर्न चाहन्छु। हामी बिना शर्त आफ्नो घरमा फर्कन चाहन्छौं। त्यो वातावरण बनाइदिनको लागि पनि म हार्दिक अनुरोध या के भनौं आफ्ना कुराहरू भन्न चाहन्छु। त्यसकारणले अरु धेरै कुराहरू गर्नुभन्दा पनि आज तपाईहरु साथीहरुको पनि केही प्रश्न जिज्ञासा होलान्, फेरि तपाईहरुसँग जोडिने नै छु। अहिले मैले यति भन्दै आफ्ना कुरा अन्त गर्न चाहन्छु।